उत्पत्ति 31 अध्याय। याकुब लाबानको घरबाट सुटुक्क भागेका। लाबानका छोराहरूले यसो भनिरहेका याकुबले सुने, हाम्रा बुवाका सबै थोक याकुबले लिइसके र हाम्रा बुवाकै सम्पत्तिबाट तिनले यति धेरै पाएका छन्। र याकुबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिले जस्तो नभएको देखे। तब परमप्रभुले याकुबलाई भन्नुभयो, तेरा पिता पुर्खा र तेरो कुटुम्ब कहाँ फर्केर जा र म तसँग हुनेछु। यसकारण याकुबले राहेल र लेयालाई आफ्ना बगाल भएको खर्कमा बोलाइ पठाए र तिनीहरूलाई भने, तिमीहरूका बुवाको म प्रतिको भावना पहिले जस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ। मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुवाको सेवा गरेको तिमीहरूलाई थाहै छ। तापनि तिमीहरूका बुवाले मलाई ठग्नु भएको छ र मेरो ज्याला 10 पल्ट बदल्नु भएको छ। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनु भएन। उनले थोप्ले जति तिम्रो ज्याला होस् भन्दा सबै बगालले थोप्ले नै बियाए। अनि उनले पेटारे जति तिम्रो ज्याला होस् भन्दा सबै बगालले पेटारे नै बियाए। यसरी परमेश्वरले तिमीहरूका बुवाका बगालहरू लिएर मलाई दिनुभयो। बगाल मिसिने बेलामा बगालमाथि चढ्ने बोकाहरू पेटारे थोप्ले र छिर्केमिर्के भएका सपनामा मैले देखेँ। त्यस बेला परमेश्वरका दूतले सपनामा मलाई, ए याकुब भन्नुभयो। मैले भने, हजुर। र उहाँले भन्नुभयो, तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर। ती पेटारे थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले त माथि जे गरिरहेछ सो मैले देखेको छु। तैँले खामामा तेल खन्याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्वर म नै हुँ। अब उठ, यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा। तब राहेल र लेयाले तिनलाई भने, हाम्रा बुवाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशी जस्तै सम्झनु भएको छैन र? उहाँले त हामीलाई बेचिदिनुभयो र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नु भएको छ। हाम्रा बुवाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईँलाई जे जसो गर्न भन्नुभयो त्यसै गर्नुहोस्। तब याकुब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे अनि तिनले आफ्ना सबै गाईबस्तुलाई अघि धपाए। पदन आराममा रहँदा आफूले प्राप्त गरेका जम्मै सम्पत्ति लिएर आफ्ना पिता इसहाक कहाँ कनान देशमा जानलाई तिनी निस्के। त्यसबेला जब लाबान चाहिँ आफ्ना भेडाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुवाका घर देवताहरू चोरेर लगिन्। त्यसबाहेक अरामी लाबानलाई याकुबले झुक्क्याए, कारण तिनको भाग्ने मती छ भनेर तिनले उनलाई बताएनन्। यसरी आफूसँग भएका सबै कुरा लिएर याकुब भागेर महानदी युफ्रेटिस तरे र गिलादको पहाडी देशतर्फ लागे। लाबानले याकुबलाई लहेटेका। तेस्रो दिनमा याकुब भागेको खबर लाबानले सुने अनि उनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर 7 दिनसम्म तिनलाई लखेटे र गिलादको पहाडी देशमा तिनलाई भेटाए। तब अरामी लाबान कहाँ राति सपनामा परमेश्वर देखा पर्नुभयो र उनलाई भन्नुभयो, होसियार गर, तैँले याकुबलाई असल कि खराब केही नभन्। लाबानले याकुबलाई भेटाउँदा याकुबले आफ्नो पाल गिलादको पहाडी देशमा टाँगेका थिए र लाबानले पनि आफ्ना दाजुभाइहरूका साथमा त्यही पाल टाँगे। लाबानले याकुबलाई भने, तिमीले मलाई झुक्क्याएर मेरा छोरीहरूलाई लडाएका कैदीहरूलाई चाहिँ लगेर यो के गरेको? तिमी किन मलाई नभनिकन सुटुक्क भागेर मलाई धोका दियौ? म बिँडा र खैजडीको खुसियालीमा तिमीलाई पठाउने थिएँ। मेरा नाति नातिना र छोरीहरूलाई बिदाईको मही खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ। तिमीलाई हानि गर्ने शक्ति मसँग छ, तर तिम्रा बुवाका परमेश्वर हिजो राति मसँग यसो भन्नुभयो, होसियार गर, तैँले याकुबलाई असल कि खराब केही पनि नभन्। अब तिम्रा बुवाको घरमा जान तिमीले ज्यादै इच्छा गरेका हुनाले तिमी हिँडेका छौ, तर मेरा देवताहरू चाहिँ किन चोर्यौ? याकुबले लाबानलाई जवाफ दिए, तपाईँले आफ्ना छोरीहरूलाई मबाट जबरजस्त साथ खोज्नुहुन्छ कि भन्ने डर मलाई लाग्यो, तर तपाईँका देवताहरू जससँग भेटाउनुहुन्छ त्यो जीवित रहने छैन। मसँग भएको तपाईँको कुन चिज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस् र लिनुहोस्। राहेलले ती चोरे कि याकुबलाई थाहै थिएन। तब लाबान याकुबको पालभित्र त्यसपछि ल्याएको र दुवै कमारीहरूको पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी ल्याएको पालबाट निस्केर राहेलको पालभित्र पसे, तर राहेल चाहिँ ती घर देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी ती माथि बसिरहेकी थिइन्। लाबानले पालमा जताततै धुइँधी खोजे, तर ती पाउनै सकेनन्। राहेलले आफ्ना बुवालाई भनिन्, हजुर, मसँग नरिसाउनुहोला, म नछुने भएकी हुनाले मैले तपाईँको अगाडि उठ्नु भएन। यसरी उनले खोज्न त खोजे, तर ती घर देवताहरू भेटाउन सकेनन्। याकुब झोक्किए र लाबानलाई हप्काएर भने, मेरो अपराध के छ र? तपाईँले मलाई यसरी लखेट्नुभयो।
अब तपाईँले मेरा सबै माल तालहरूको खानतलासी लिनुभयो, तपाईँका घरेलु मालहरूमध्ये के भेटाउनु भयो खै? ती तपाईँका र मेरा कुटुम्बहरूका अगाडि राखिदिनुहोस्। यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन्। यी 20 वर्षदेखि म तपाईँसँग छु। त्यतिन्जेल तपाईँका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहेनन्। मैले तपाईँका बगालका भेडाहरू खाइन। जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईँ कहाँ मैले ल्याइदिन्थेँ। बरु क्षतिपूर्ति मैले गर्थेँ। दिनमा होस् वा रातमा होस्, चोरी भएकाहरूको मोल पनि तपाईँले मबाट लिनुहुन्थ्यो। दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो। मेरो हालत यस्तै थियो। मेरा आँखामा पटक्कै निन्द्रा लाग्दैन थियो। यी 20 वर्ष म यसरी तपाईँको घरमा रहेँ। तपाईँका 2 छोरीहरूका निम्ति मैले 14 वर्ष सेवा गरेँ र 6 वर्षसम्म तपाईँका बगालको हेरचाह गरेँ र तपाईँले मेरो ज्याला 10 चोटि बदल्नुभयो। मेरा बुवाका परमेश्वर, जो अब्राहमका परमेश्वर, जो इसहाकको भए हुनुहुन्छ, यदि उहाँ मसँग नहुनु भए निश्चय नै अहिले तपाईँले मलाई रित्तै हात पठाउनु हुने थियो। तर परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो र तपाईँलाई गत रात हप्काउनु भएको हो। लाबानले जवाफमा याकुबलाई भने, यी छोरीहरू मेरै छोरीहरू हुन्, यी छोराछोरी पनि मेरै छोराछोरी हुन्, यी बगालहरू मेरै बगालहरू हुन् र तिमी जहाँ जो देख्छौ सबै मेरै हुन्। तर आज यी मेरा छोरीहरू र तिमीहरूले जन्माएका छोराछोरीहरूलाई म के गर्न सक्छु र अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौँ र तिम्रो र मेरो बीचमा त्यही नै साक्षी होस्। तब याकुबले एउटा ढुङ्गो ल्याएर खामो जस्तै खडा गरे अनि याकुबले आफ्ना दाजुभाइहरूलाई भने, तपाईँहरू पनि ढुङ्गाहरू ल्याउनुहोस्। तिनीहरूले ढुङ्गा ल्याएर एक थुप्रो लगाए र तिनीहरूले त्यही ढुङ्गाको थुप्रोनिर खानपान गरे। लाबानले त्यस ढुङ्गाको थुप्रोको नाउँ यगर सहदुता राखे र याकुबले त्यसलाई गदेल भने। लाबानले भने, आज यो ढुङ्गाको थुप्रो तिम्रो र मेरो बीचमा साक्षीको रूपमा खडा छ। यसै कारण त्यसको नाउँ गलेद राखियो। त्यसको नाउँ मिस्पा पनि थियो, किनभने उनले भने, हामी एक अर्काबाट अलग हुँदा पनि तिम्रो र मेरो बीचमा परमप्रभुले हेरचाह गरून्। तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्यौ भने अथवा मेरा छोरीहरू बाहेक अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ। लाबानले याकुबलाई फेरि भने, मैले तिम्रो र मेरो बीचमा खडा गरेर राखेको यो ढुङ्गाको थुप्रो र खामो हेर। यो थुप्रो र यो खामो साक्षी रहन् कि यो थुप्रो नागेर म तिमी कहाँ हानि गर्न पारी आउने छैन, अनि यो थुप्रो र खामो नागेर तिमी पनि म कहाँ हानि गर्नलाई वारी नआऊ। अब्राहमका परमेश्वर र नाहोरका परमेश्वर र उनीहरूका पिताका परमेश्वरले हाम्रा बीचमा इन्साफ गरून्। यसकारण याकुबले आफ्ना पिता इसहाकको भए साक्षीको रूपमा राखेर शपथ खाए। याकुबले त्यस पहाडी देशमा बलिदान चढाए र आफ्ना कुटुम्बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्यो रात त्यही ठाउँमा बिताए। लाबान बिहान सबेरै उठे, आफ्ना नाति नातिनाहरू र छोरीहरूलाई मुहाई खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्यसपछि उनी बिदा भएर घर फर्के।